पऱ्यो कि कम्प्लिटली हिँड्नु पऱ्यो होइन। त्यसको अब नागरिकता भने नागरिकता मात्र यता आउँछ होइन। अनि यतापट्टि भनेको चाहिँ अब हाम्रो राहदानी मात्र भयो। कुद्ने चाहिँ कर्मचारी कुद्नु पऱ्यो कि कमा चाहिँ त्यो पनि पर्दैन। कर्मचारी बसेर पनि हाम्रो कर्मचारी आफ्नै संस्थामा बस्यो भने एटलिस्ट पछाडिपट्टि हुन्छ होइन। सिनियर होइन अफिसर पछाडि बस्यो, अफिसरले पछाडि लाइन गर्छ, एकै लाइनबाट सर्लक्क पारेर सिद्धिन्छ क्या। पब्लिक चाहिँ अन्त घुम्न पाएन। के भयो एउटा बिल्डिङ यहाँ एउटा बिल्डिङ त्यहाँ, अब कहाँ जाने के जाने म अहिले अलपत्र परिसक्यो। यता सर्भिस छैन, त्यही बिल्डिङमा हुन्छ। एक्ज्याक्टली बरु त्यो ठाउँमा गर्नुको साटो त बरु एउटा ठुलो ठाउँ बनाइदियो भने यत्रो ठुलो ठाउँ रहेछ त्यस्तै फराकिलो चाहिने थियो हामीलाई। तपाईँ त्यो बिल्डिङ भर्खर बनायो, नयाँ बिल्डिङ रहेछ, त्यो हटाउनु भएन। त्यस्तोको एडिसनली उता एउटा बिल्डिङ बनाएको लगभग 4-5 करोडमा त 6 करोडको एउटा बिल्डिङ बनाउँछ उतापट्टि हामी। त्यहाँदेखि यहाँ यस्तो गरेको मान्छेले अहिले खासमा सर्भिस हो क्या दुःख पायौँ भन्ने हो क्या। पब्लिक लाइनमा बस्नु यस्तो कुराहरू हो। एटलिस्ट त्यो गर्नु यहाँदेखि ठुलो बनाइदिउँ भने हामीले यसले गर्दा त्यहाँसम्म बनाइदिउँ भने सहर जस्तो बनाइदिउँ भने मुनि तपाईँको सबै उयो गर्ने ट्युसन गर्ने, अनि त्यो हाम्रो ग्रास फुलहरू राखिदिने। ग्रास फुल भने गर्मी हुँदैन होइन। अनि एटलिस्ट त्यो भनेर सबै वेटिङ रुम हुन्छ। अनि यताबाट जान्छ उसले नागरिकता भने यतापट्टि गर्छ, अनि अर्को भने उतातिर गर्छ। त्यो भन्दा एउटै ठाउँमा गयो भयो नि त।